यही हो हाम्रो रीतिरिवाज, यही हो हाम्रो संस्कार, हो कि होइन? यही हो हाम्रो रीतिरिवाज, यही हो हाम्रो संस्कार। यति उत्कृष्ट नृत्य गर्नुहुने हिमाली सांस्कृतिक परिवारका कलाकार साथीहरूलाई कोटी कोटी नमस्कार। जोरदार बजाइदिनुहोस् ताली। यस्तो नृत्य हेर्न कहाँ पाइन्छ खाली खाली। सबैले हात माथि गरेर ताली बजाइदिनु होला। जसले बजाउँछ ताली उसको बढ्दै जान्छ लाली। ल हेर्नुहोस्, जसले बजाउँछ ताली उसको बढ्दै जान्छ लाली। जसले बजाउँदैन ताली आज भन्दा भोलि झन् काली। एकपटक जोरदार ताली बजाइदिनुहोस् सबैले। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। विशेष गरेर हिमाली सांस्कृतिक परिवारले आज यी उत्कृष्ट नृत्यहरूको संयोजन गरिरहनु भएको छ। म हिमाली सांस्कृतिक परिवारका सम्पूर्ण कलाकार साथीहरू, विशेष गरेर हिमाली सांस्कृतिक परिवारका अध्यक्षज्यू लगायत सम्पूर्ण कार्य समितिका साथीहरूलाई पनि हामी सम्झन चाहन्छौँ र विशेष गरेर कलाकार भाइ बहिनीहरूलाई मुरी धन्यवाद सम्मान व्यक्त गर्न चाहन्छौँ। र मैले देखिरहेको छु संस्थापक सचिव प्रिय भाइ डार्बिन गुरुङ, यहाँलाई पनि म सम्झन चाहन्छु। र विशेष गरेर हामीलाई यो उत्कृष्ट साउन्ड सिस्टममा हामीलाई सपोर्ट गरिरहनु भएको छ एसके साउन्ड सिस्टम, जसको सञ्चालक शेरबहादुर गुरुङ दाई हुनुहुन्छ। म उहाँलाई पनि सम्झन चाहन्छु। मैले देखिरहेको छु वरिष्ठ टेक्निसियन ईश्वर खड्का, यस्तै गरी डिजे उत्तम लगायतका हाम्रा टेक्निसियन मित्रहरू, यहाँहरू सबैलाई म सम्झन चाहन्छु, सम्मान व्यक्त गर्न चाहन्छु। हामीलाई विभिन्न ढङ्गबाट भौतिक रूपमा होस्, नैतिक रूपमा होस्, आर्थिक रूपमा होस् सहयोग गर्नुहुने सहयोगी मनहरूप्रति युनाइटेड क्लब पोखरा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छ, सम्मान व्यक्त गर्न चाहन्छ। तपाईँको सहयोग, तपाईँको निर्देशन, तपाईँको सुझाव र सल्लाहले आज युनाइटेड क्लब उत्कृष्ट क्लबको रूपमा स्थापित भएको छ। पोखरामा मात्र होइन, आज नेपालभरि युनाइटेड क्लब भनेर परिचित हुन सफल भएको छ, जसले थुप्रै सामाजिक गतिविधिहरूलाई अगाडि बढाइरहनु भएको छ। यही अनुरोध गर्दै सहयोगी मनहरूका नाम हामी तपाईँहरूको माझमा एकैछिनपछि लिनेछौँ। हाम्रो क्लबका साथीहरू विभिन्न ठाउँमा डेस्कमा बसिरहनु भएको छ। उहाँले तपाईँ सहयोगदाता चन्ददाताहरूको नाम टिप्पण गरिरहनु भएको छ। हाम्रो महासचिवज्यूले एकैछिनपछि वाचन गर्नुहुनेछ। अहिलेलाई मैले यो माइक्रोफोनमा महासचिवतर्फ केन्द्रित हुन चाहन्छु। हाम्रा सहयोगी मनहरूको नाम लिइदिनुको निम्ति धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आजको यस विपद व्यवस्थापनको सहयोगार्थमा सहयोग गर्नुहुने हाम्रा सहयोगीदाताहरूको नाम म उच्चारण गर्न गइरहेको छु। सहयोग गर्नुहुनेमा क्लबका पूर्व सल्लाहकार श्री पवित्र देवी गुरुङज्यूबाट हामीलाई रु 3000 प्राप्त भएको छ। त्यसै गरी क्लबका आजीवन सदस्य तथा जेट सेक्युरिटी प्रणालीका प्रबन्ध निर्देशक श्री कृष्ण प्रसाद सुवेदीज्यूबाट हामीलाई रु 5500 रुपियाँ प्रदान भएको छ। त्यसै गरी युनाइटेड क्लब पोखराका पूर्व कार्य समिति सदस्य तथा आजीवन सदस्य श्री चन्द्रकुमारी पराजुलीज्यूद्वारा हामीलाई रु 5000 रुपियाँ सहयोग भएको छ। त्यसै गरी युनाइटेड क्लब पोखराका आजीवन सदस्य श्री सञ्जु सुनारज्यूबाट रु 5000 रुपियाँ प्रदान भएको छ। त्यसै गरी युनाइटेड क्लब पोखराका द्वितीय उपाध्यक्ष तथा आजका यस कार्यक्रमका संयोजक सूर्यबहादुर बानियाज्यूबाट रु 2105 रुपियाँ सहयोग भएको छ भने युनाइटेड क्लब पोखराका शुभचिन्तक श्री अजय जसवालज्यूबाट रु 15500 रुपियाँ प्राप्त भएको छ। त्यसै गरी क्लबका महासचिव श्री दिनेश सुनारज्यूबाट रु 2082 रुपियाँ प्राप्त भएको छ भने क्लबका पूर्व अध्यक्ष श्री सुखबहादुर गुरुङज्यूबाट रु 1050 रुपियाँ प्राप्त भएको छ। त्यसै गरी क्लबका सहकोषाध्यक्ष श्री सीमा गुरुङज्यूबाट रु हामीलाई 1050 रुपियाँ सहयोग भएको छ भने क्लबका पूर्व सल्लाहकार श्री समरबहादुर श्रेष्ठज्यूबाट रु 1505 रुपियाँ सहयोग प्राप्त भएको छ। त्यसै गरी क्लबका आजीवन सदस्य श्री अंशु शेर्पाज्यूबाट रु 2000 रुपियाँ सहयोग भएको छ भने क्लबका परिकल्पनाकार श्री आनन्द थापाज्यूबाट रु 5005 रुपियाँ प्रदान भएको छ। त्यसै गरी क्लबका संस्थापक सदस्य श्री रेशमबहादुर थापाज्यूबाट रु 5005 रुपियाँ प्रदान भएको छ भने